तपाईँ हाम्रो यो जङ्गलमा दाउरा काट्नेहरूलाई के भन्न चाहनुहुन्छ भन्नुहोस्। दाउरा काट्नेहरूलाई नगरिदिनु होला, राम्रोसँगले होसियार गर्नु होला। यो जङ्गल भनेको हाम्रो हरियाली हामीलाई चाहिन्छ भनेर जोगाउनु पर्छ, हावापानी राम्रो हुन्छ भनेर मेरो चाहिँ भनाइ यस्तो छ, बुझिदिनु होला। हजुर। अनि राम्रोसँगले हाम्रो यो जङ्गल फाडानी गरेको भेटिएमा कारबाही कति? कारबाही हुन्छ, बस्नुपर्छ है। त्यसरी कारबाही हुँदाखेरि पछि गुनासो नगर्नु होला है। त्यसरी राम्रो हामीले सुझाव गरेका छौँ। सुझाव छ है, हाम्रो वन जङ्गल फडानी गर्नु पाइँदैन। सुझाव गरिरहेको छौँ, पछि गुनासो नगर्नु होला। एउटा झिक्रा पनि ल्याउनु मिलेन होइन? हामी अपडेट दिँदै जानेछौँ। हामी चाहिँ यतिजना छौँ। गस्ती आए, भाग भाग, गस्ती आउँदैछन्। हाम्रो यो जङ्गल फडानी गर्नेहरूलाई पक्रिने अभियानमा छौँ हामी। र हामी आफ्नै यहाँ छ नि झन् सर्टकट हिँडाउँदै हुन्छ, हिँड्नु न हिँड्नु। हाम्रो उहाँ चाहिँ यहाँको आजको सबैभन्दा अग्रजमा यता हुनुहुन्छ। हेलो अङ्कल, तपाईँ के भन्न चाहनुहुन्छ यो वन जङ्गल फडानी गर्नेहरूलाई के सन्देश दिन चाहनुहुन्छ? जेसुकै गर भन्नु पूर्ण के अरे यसको नामै बिर्स्यो मैले, शिक्षा मन्त्रीको महावीर पुन। बुझ्नेले बुझिहाल्छ है, नबुझ्नेलाई कानुनको दायरामा आउँछ। सबैजना सजग रहनु होला। जङ्गल फडानी गरेको या दाउरा काट्दै गरेको भेटिएमा तपाईँहरूलाई कडा सजाय हुनेछ र त्यतिखेर हामी कुनै पनि जवाफदेही हुने छैनौँ। हाम्रो यो रुख चाहिँ यसरी काटेर यसरी सुकेछ है। कहाँ यतिसरी निक्लिन्छ? ऊ माथि पो त च्यान्डा। हिँड्नुहोस् हिँड्नुहोस् बिस्तारै। अहिले भर्खर उकालो लाग्दा त्यसो भन्नुहुन्छ। झन् उहाँ हाम्रो सबैभन्दा यहाँ त आज त अप्ठ्यारो लाग्ने त उहाँलाई पो हो त। यता हाम्रो बडा उहाँलाई जिउ पनि बोक्नु छ, पेट पनि बोक्नु छ। हामी पो खाली जुम्रा जिउ मात्र छ त बोकाइ भएन नि। उहाँको त हेर्नु न, डबल छ नि त हाम्रो हेरि त। यहाँ ढलेको रहेछ रुख पर। गस्ती आयो, भाग भाग। अनि भन्ने नि त्यही हुन्छ।
कहाँबाट लाँदै हुन्छ या बाजेले आज हजुर ए यहाँ पनि रुख ढालेर छन् यता टुप्पा छोडेर गएछन् टुप्पा यहाँ छ र जसले यसरी रुख ढाल्नु भएको छ उहाँहरूलाई भेटिएमा कडा भन्दा यो जति पनि रुख काटिएको छ जङ्गलभरि त्यो सबै उहाँहरूलाई जिम्मा लाग्ने छ र यसको रुखको टुक्रा यहाँ छ सुक्नलाई राखेको होला सायद यो एउटा रुख काट्नले गर्दाखेरि सबै रुखको जिम्मा उहाँलाई लाग्नेछ है रुख यसरी ढालेको छ त्यो बिचमा झरिन्छ है पारस झरिन्छ लौरो बोकेको भयो भने बरु घिस्रिँदैन नि त आज आनन्दले निद्रा लाग्छ आज मजाले निद्रा लाग्छ आज मम्मी आउन पर्दैन मम्मी आउने भन्ने हो त फेरि म मम्मीलाई दोकान पठाइदिएको फेरि मम्मीलाई पनि के दुःख दिइराख्नु भरे आजकोले गर्दा 3 दिनसम्म आए मेरो त हिजो हिँडेकोले भन्न थाल्छु त्योभन्दा मैले हिँड्ने यहाँनिर चाहिँ एउटा भ्यू टावर हुनुपर्ने क्या अग्लो भ्यू टावर अनि सबै देखिन्छ अनि यो डाँडामा दोकान खोलो यहाँ भ्यू टावर आइदियो त्यहाँदेखि मान्छे आउँछन् हेर्नुलाई धरानभरिको आइहाल्छन् नजिकै पर्छ नि त अनि यो भ्यूहरू सबै राम्रो देखिन्छ क्या वाउ देखिन्छ हाम्रो जेन्जिम आन्दोलनमा पटुहरूले पनि यहाँ हो है उहाँको यस्तो गर्नुपर्ने क्या अङ्कल पोस्टर बनाएर क्या 4-5वटा पोस्टर जङ्गलभरि टालिदिँदै हिँड्नुपर्ने क्या रुख नकाट्नु होला रुख काटे बापत यति कारबाही हुनेछ हामी राति पो आयो त यहाँ पनि है मलामी म त आएको राति आएको नि हाम्रो जेन्जीको आन्दोलनमा शहीद हुनुभएका जेन्जी आन्दोलनमा शहीद हुनुभएको साजन मेवाङ राई कता जाने हो अब कस्तो शीतल हावा आएको हो या त आममा भर्खर बनाएर छ त्यहाँ है कसको कुन चाहिँले बिगार गरिहालेछ है ए मृग पो कुकुर हिँड्यो कि मृग हिँड्यो हो यो त्यही राति नै बिगारेछ है पानी खान आँट्नु भयो क्या हाल्दिन आँट्यो क्या तेजबहादुर राई सार्केको बा होइन को सार्के जुनो र मैले रोपेको जुनको बाबा चिन्दिनँ चिन्नु न दाउरा घाँस सारेले यसरी नझारिदिनु होला
भन्छ यसरी ढाल्छ घाँस जानेर अब यो सुकेपछि उसैले लान्छ काटेले यसरी दाउरा जानु पाइएन हामी त अब खदाको मान्छे हो नि अब आज त हामीले किनेको त अब त्यो ढाली कति अग्लो मान्छे कुन चाहिँ कराउँदैछ बौलाएर भन्छ तर अब उनीहरूलाई भेटो भएर चाहिँ थाहा हुन्छ भेट्यो भने चाहिँ धन्न कराएको राम्रो रहेछ भन्न थाल्छन् मृग हिँड्छ मृगले बाटो बनाउँछ यहाँ हेर्नु त दाउरा आमामा दाउरा यहाँ टन्न रहेछ यी दाउरा भेला पारेर छोडिराखेछन् नढोक्नु न तपाईँ चाहिँ कस्तो दामी भ्यू हो यहाँ त यस्तो राम्रो भ्यू देखिन पाइन्छ जङ्गलमा आएपछि ढुङ्गा पल्ट्यो ओ यहाँ हेर्नु त है यत्रो रुख काटेर ढालेर छोडिरहेछन् यो सुक्नलाई यी यहाँ काटेर छ नि हेर्नु टक्लक्कै काटेर छ यहाँ काटेर छ नि यसरी काटेको छ यहाँनिर चाहिँ यहाँ तल नि दाउरा छ त्यहाँ ऊ यता पनि उद्या पनि काटेको छ त्यहाँ तल पनि काटेको छ उपारि उता तल पनि काटेको छ यहाँ उपर पनि काटेको छ यो पनि काटेको छ त्यहाँ पनि काटेको छ त्यहाँ पनि काटेको छ त्यहाँ 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 टन्नै काटेको छ यता यता दाउरा काटेको छ रुखै सबै रुख ढालेको छ यतानिर ऊ यता ऊ त्यहाँ 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 टन्न काटेको छ रुख काट्ने पत्ता लाउनु पर्यो काटेको रुख त टन्न भेट्यो यहाँ कसले के गरे अब यो के गरे अब यता टन्न काटेको छ ऊ त तलतिर पनि टन्न दाउरा यता चाहिँ दह्रो काटेर छ चिल्लै छ यता यी सरी काटेको छ यो दाउरा छ यो मुनि छिरो भने अहिले सुक्नु राखेको होला क्या उयो खिरा त हरे त छोडेको खिरा के हो यो खिरा होइन यो तलतिर छ कि यो ढालेको त्यहीँनिर बसिरहेको छ ऊ यतै त छ त ऊ तल छ ऊ यहाँ ढालेको उता तल ऊ देखिरहेको छ हाँगा ऊ उतै पर ऊ के काट्दै घाँस खुवाएको होला क्या बात भन्नु नि कुन बुवा यो छैन नि मैले अब सबैलाई कट हो के थियो कट भन्यो क्या मैले कृपया सबैजना नलडिकन आउनु होला एकजनालाई चोटपटक लाग्यो सबैलाई घाटा
हाम्रो आजको पारस सरकारसँग हामी हिँड्नु पाइरहेको छौँ। श्री 5 महाराज धीराज पारस शाह चाहिँ भएन है, साँच्चै शाह चाहिँ भएन, अलिक खुकुरी ल्याएको छु त। अनि यहाँ चाहिँ कसरी आइपुग्यो हौ बडा? ए निशान डाँडाबाट चाहिँ यता झरेको। निशान डाँडा नजिकै छ यहाँबाट? कति मिनट लाग्छ अब यहाँबाट? यत्रो तल झरेको है, कसैले नभेटोस् भनेर होला। गो 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 ढुङ्गा छैन। पुष्पा मैं झुकेगा नहीं साला। के गर्छ धान चाहिँ कसले लगाइदिएको के कुरा के आएको त फेरि आज ए विष्णु पत्ताउनु पर्यो नि। डेढु अङ्कल कति धेरै डेढु हिर्काउँछ। के हो फाइनली हामी यता शनिबोटे माथि आइपुगेको छौँ र गाइजहरू सबै माथि पछाडि हुनुहुन्छ, सबै अङ्कल आन्टी दाइ भाइ सबैजना। आइफोन 7 प्लस 256 रनिङ हुँदैन अहिलेसम्म भएको छैन मैले चलाएदेखि कि। मेरै किनेकै भनौँ न, दोकानमै त्यहाँ एक्सचेन्ज गरेको हौ। तर ब्याट्री उयोहरू जस्तो खप्दैन यार, एन्ड्रोइड जस्तो अलिकति पनि खप्दैन। होइन आइफोनमा पनि अरूमा खप्छ नि त। अघि 100 बनाएर लिएको, अब कति भयो यति भिडियो बनाउँदै। हाम्रो खाजा कार्यक्रम हुँदैछ यहाँ। खाजा कार्यक्रम हुँदैछ यहाँ। खाजा कार्यक्रम हाम्रो चाहिँ फाइनली होइन निकालिहाल्छु म भन्ने पर्दा यहाँ हाम्रो लिडर हुनुहुन्छ। जङ्गल हेर्दा हेर्दा यहाँ भोक लाग्यो, खाजा खाने यस्तै छ। अब अरू खाजा छैन, सबै खोलेर बनाउनु। रुखहरू काट्दैछ। यदि तपाईँहरू पनि यस्तो मिठो मिठो खाजा खान चाहनुहुन्छ भने गस्ती हिँड्न आउनु सक्नुहुन्छ, हामीलाई कन्ट्याक्ट गर्नु होला। हेर्नु यहाँ हाम्रो उकालो ओह्रालो लड्दै पैसा लड्यो महिलाहरू घाँटीमा खाजा कार्यक्रम बाजे केही भनिदिनु खाजा कार्यक्रममा। खाजा कार्यक्रममा अब अलिक साह्रो अमिलो हो कि के हो? हिँड्दा गलिसक्यो टोलीहरू, बस्ती टोलीहरू। अनि यहाँ खाजाको कार्यक्रम भने जस्तो खाजा पनि छैन। टोलीहरूले राम्रोसँगले हेरचाह गरिरहेको छ, बुझिदिनु होला। तपाईँ के भनिदिनु?
तपाईँ केही भनिदिनु ल। गसी हामी हिँडेको गलेर अब खाजा खानु तयारीमा छौँ। हिँड्दा 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 उकालो ओह्रालो भिरमा गाह्रो रहेछ। हाम्रो रुख फडानी गर्नेलाई के भनिदिनुहुन्छ भनिदिनु। रोग फरनी गर्ने चाहिँ भेटिए पार पक्रिने हो, जरिमाना तिराउनु पर्छ। जो भए पनि सकेसम्म नकाट्दिनु होला, सकेसम्म नकाट्दिनु होला, कारबाहीबाट बस्नु होला कारबाहीदेखि बस्नु होला। र हामीलाई यसरी दुःख नदिनु होला। हाम्रो पनि घरमा आफ्नो काम हुन्छ। यो वन जङ्गल भन्ने हाम्रै हो, सबै हाम्रै सम्पत्ति हो, सबै सम्पत्ति हो। हामीले केयर गर्नुपर्छ, जोगाउनु स्याहार गरेर वर्षमा एकचोटि खुलिहाल्छ। खुलेको बेलामा सबैजना आएर काट्नु होला। दाउरा काट्नुपर्छ। रिस लाग्यो तिमीहरू पनि खाऊ खानु हामीसँग आऊ भन्ने भोक लाग्यो त काका सुन्नु न, तिनीहरू लडेर भइरहेछ। अनि अघि भन्नु आमा बनाइदिन्छु बरु। अहिले नै कति गरिसक्यो महिलाहरू बस्ती घुम्दा भनिरहेको ए छुवा 100 भान्थे। यहाँ चाहिँ यस्तो दामी भ्यू छ है। गस्ती आयो है, भागो कान्ताराको कस्तो पो गर्दै बिर्सेँ क्या मैले। यहाँ पनि पहिरो गएको रहेछ नि त, त्यही भएर बाटो अप्ठ्यारो रहेछ। आगो मेता पनि जान्छ। अनि बर्खा आउने 1 वर्ष अब बाँकी छ नि त। वैशाख कटेपछि आगो पनि भयो नि त। आगो के फाइनली हामी चाहिँ यो गस्ती सकेर यता आधी चाहिँ घुमिसक्यो यताबाटै फन्को लाएर। अब यहाँबाट पनि उता गएर 10 घरे पुगेर, जोडापाडा कि 10 घरे पुगेर अनि त्यहाँनिर गएर हाजिरी गरेर हामी आफ्नो घर जानेछौँ। हातमा दाउरा छ भने पक्रिन्छु भाइ। फाइनली हामी जङ्गल छोडेर सहर पसिसकेका छौँ। आजको हामी गस्ती सकेर हिँड्दैछौँ। अब हामी हाजिरी गर्न जाँदैछौँ र हामी यहाँ हाजिरी गरेर आजको लागि गस्ती फिनिस गरेर घर फर्किनेछौँ। र आजको हाम्रो यो गस्तीको हिँडाइ यहाँ इन्डिङ हुन्छ। धन्यवाद। क्या टेक्निसियनलाई क्यामेरा बारे यो बाजेले कहाँ घुमाएको आज लुका पुऱ्याउन आँट्नु म त। आज हामीलाई लुकामा सेकुवा खुवाउनु लानु भएको अरे हौ बाजेले। आजको गस्ती सकेर पनि घर फर्किसकेको छौँ होइन। र आजको सबै भ्लगहरू कस्तो लाग्यो कमेन्ट गरिदिनु होला। थ्याङ्क यू।